काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका र्यापर बालेन शाहसँग कुराकानी गर्ने कोसिस म गरिरहेको छु। यतिखेर मसँग प्रत्यक्ष कुराकानीका लागि बालेन शाह जोडिनु भएको छ। बालेनजी नमस्ते, स्वागत छ तपाईलाई कार्यक्रममा। नमस्ते रविजी, धन्यवाद। सबभन्दा पहिला शुभकामना दिन चाहन्छु, किनभने यो राजनीतिलाई एक किसिमका एक वर्गका अथवा एउटा अलग किसिमका मान्छेहरूले मात्र गर्न सकिने, गर्नुपर्ने, गर्नुहुने गरी जसरी व्याख्या गरिएको थियो त्यसमा एउटा चुनौती स्वीकार गरेर अगाडि बढ्नुलाई नै मैले एउटा नयाँ उत्साहका रूपमा लिएको छु। म तपाईलाई पुरै शुभकामना अभिव्यक्त गर्दै सुरुवात गर्न चाहन्छु। अब बताउनुहोस्, तयारी कस्तो गर्दै हुनुहुन्छ? धेरै मान्छेले चाहिँ के भनेका छन् भने यो सोसियल मिडियाको पपुल्यारिटी चाहिँ यो ब्यालेटमा कन्भर्ट हुँदैन, भोटमा खस्दैन भनेर भनिरहेका छन्। तपाईँ डिस्करेज हुनुहोस् त म भन्दिनँ, तर यसमा सचेत हुनुहोस् भन्न चाहन्छु। के छ तपाईँको फाइन्डिङ? आज उम्मेदवारी दर्ता गरुन्जेलको दिनसम्मको तपाईँको फाइन्डिङ के छ बालेनजी? यस्तो छ, हामीले यसको लागि प्रिपेयर गरिरहेको अहिले 5 वर्ष भयो। योभन्दा अगाडिको निर्वाचनमा पनि सहभागिता हुने सोचिरहेका थियौँ, तर त्यो बेला चाहिँ एकैछिन ब्याक स्टेप सरेर चाहिँ थोरै अझै हामीले गृह कार्यहरू गर्नुपर्छ कि भन्ने सोचले चाहिँ 5 वर्ष कुर्यौँ र अहिले पछाडिको अर्को 5 वर्ष कुर्ने हो भने चाहिँ त्यो ढिला हुन्छ जस्तो लाग्यो र यो सही समय हो होइन। अनि सोसियल मिडियाको पपुलारिटीको जुन कुरा गर्नुभयो, जुन हाम्रो हिपहप एउटा जनर छ, त्यो अलरेडी नै नेपालमा सबभन्दा बहुचर्चित जनरमा पर्दछ र हामीले उम्मेदवारी घोषणा गर्दाखेरि नेपाल सरकारले स्थानीय निर्वाचनको बारेमा चर्चा पनि चलाएको थिएन। त्यो बेला यति गते गरिने अथवा यो महिनामा निर्वाचन गरिने भन्ने कुरा पनि चलेको थिएन र हामीले त्यो बेला एउटा घोषणा, एउटा लाइट रूपमा घोषणा गर्दाखेरि चाहिँ के भन्न खोज्यौँ भन्दाखेरि यो चाहिँ यति बेला निर्वाचन नजिकै गर्दाखेरि एउटा विमको रूपमा चाहिँ निर्वाचन भन्नाले स्थानीय सरकारमा हामी सहभागिता लिनलाई निर्वाचनमा सहभागिता दिने प्रयास गर्दछौँ भनेर अहिलेको बेलामा देखाउनुभन्दा पनि अगाडि नै देखाउँदाखेरि चाहिँ हामीले हाम्रो गृह कार्यका केही कुराहरू पनि देखाएका थियौँ। हाम्रो कन्सल्टेन्ट टिमहरूसँग बसेका केही कुराकानी, केही चित्रहरू पनि पेश गरेका थियौँ। हाम्रो सोसियल मिडियादेखि अरू मिडिया मार्फत हाम्रो कन्सल्टेन्टको ग्रुप छ। तपाईँको स्वास्थ्यका विज्ञहरू हुनुहुन्छ, शिक्षाका विज्ञहरू हुनुहुन्छ होइन, ट्रान्सपोर्टेसनका, सलिड वेस्ट म्यानेजमेन्टकादेखि लिएर महिला बालबालिकादेखि लिएर सबै क्षेत्रका विज्ञहरू हुनुहुन्छ। उहाँहरूको विज्ञहरूको सल्लाह निरन्तर 5 वर्षको एउटा निरन्तर सल्लाह सुझाव र एउटा अध्ययनबाट चाहिँ हामीले काठमाडौँको मेयरको लागि उम्मेदवारी दिएका हौँ र यो चाहिँ हामीले के भन्न चाहन्छौँ भन्दाखेरि हामीले काठमाडौँको मेयरको लागि उम्मेदवारी